फेरि पनि स्वागत छ तपाईँहरूलाई हाम्रो जापानिज फुड ब्लगमा। यसमा चाहिँ आज चाहिँ हामीले एउटा नयाँ जापानिज डिस कसरी बनाउने भनेर तपाईँहरूलाई भन्न गइरहेको छौँ। यो चाहिँ सोबा, जापानको फेमस नुडल्स। यो चाहिँ नेपालमा भन्नुपर्दाखेरि चाहिँ फापरको पिठोबाट बनाउँछ होइन, फापरको पिठोबाट बनाउँछ। यो चाहिँ हामीले सुपर मार्केटबाट 3 प्याकेट लिएर आएको छौँ। अनि आज चाहिँ हाम्रो जापानिज फुड एक्सपर्ट अनि सेफले चाहिँ कसरी यो सोबा चाहिँ बनाउने तरिका चाहिँ सेयर गर्न गइरहेको छौँ। ल भन त। अब यसलाई चाहिँ खाने तरिकाहरू चाहिँ अब यिनीहरू जापानिजहरूले चाहिँ यसमा चाहिँ यसलाई उमालेर त्यो सोया ससमा चाहिँ डिप गरेर खान्छन्। अब हामी चाहिँ आज चाहिँ यसलाई चाहिँ यो मोयासी हालेर नेपाली स्टाइलको टेस्ट दिएर बनाएर खान्छौँ। अनि यो मोयासी भने चाहिँ के हो? यो मोयासी चाहिँ यो मुङको दालको टुसा हो। यो चाहिँ नेपाली स्टाइल भयो त भएन नि होइन। तर यो अब चाहिँ जापानमा नि फेमस छ भन्नु भयो। जापानमा पनि फेमस हो, तर अब यसमा हामी चाहिँ मसला चाहिँ नेपाली हाल्छौँ नि त, त्यही भएर सोया सस नहालिकन। सोया सस फर युर काइन्ड इन्फर्मेसन भनेर भन्न चाहिँ के पर्छ भने जापानिजहरू चाहिँ किन धेरै लङ टाइमसम्म बाँच्छन् वर्ल्डमै भनेर त्यो के भन्छ डाटाले देखाउँछ नि त। त्यसमा चाहिँ जापानिजहरूको हेल्दी फुडले पनि धेरै म्याटर गर्छ। किनकि फर्स्ट भनेको तिनीहरूले तेल हालेर भेजिटेबल ओइलहरू हालेर कुनै पनि खानाहरू पकाउँदैन, खाँदा नि खाँदैन होइन। सबै कुराहरू सोया ससमै टिप गरेर खाइरहेको हुन्छ उनीहरूले। अनि सेकेन्ड कुरा भनेको यस्तो हेल्दी फुड, मुङ दालको टुसा भयो। अनि अब त्यसपछि अब हाम्रो नेपालमा चाहिँ के छ भने धानको टुसाको के भन्छ के भयो त्यसलाई जुस बनाएर बेचिरहेको छ अहिले रिसेन्टली होइन। त्यो पनि एउटा हेल्दिएस्ट अप्सन हो नेपालको लागि चाहिँ। तर जापानको चाहिँ हरेक नुडल्सहरूमा रामेन सपहरूमा चाहिँ के हुन्छ भने यो मोयासी भन्छ, मुङको दालको टुसालाई रामेन अथवा चाउमिनहरूमा मिसाएर मिक्स गरेर खाइरहेको हुन्छन्। अनि अर्को एउटा कुरा चाहिँ के हुन्छ भने यो चाहिँ अलरेडी हाफ बोइल भइसकेको छ यो नुडल्स होइन। अब यो नुडल्स हाफ बोइल भइसकेपछि यहाँ कसरी बनाउने टेक्निकहरू सबै भनेको छ। कसरी बनाउने भन त, जापानिज मलाई आउँदैन। यहाँ चाहिँ यसलाई चाहिँ अब उम्लिरहेको पानीमा चाहिँ 2 मिनट, जस्ट 2 मिनट मात्र उमाल्यो भने चाहिँ यो पाक्यो। अनि उमालिसकेपछि चिसो पानीले चाहिँ अलग्गै पखाल्ने भयो। अब त्यतिकै सोया सससँग खानु छ भने चाहिँ त्यसो गरेर खाने। अनि अब ऊ हुन्छ नि त, सोया ससलाई पनि तातो बनाएर खानु मन छ भने चाहिँ सोया ससलाई पनि तताउने, अब अरू अरू ससहरू पनि एड गर्ने, त्यसको टेस्ट अनुसार मिलाएर अनि त्यसमा हालेर खाने। ठिक छ। अब सेफले सबै कुरा भनिसक्नु भयो, जापानिज सेफले। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ के गर्छौँ भने यसलाई आज जाडो जाडो छ मौसम, त्यसले गर्दाखेरि तातो सोबा बनाएर खाने प्रयास गरिरहेको छौँ। अब हामी तपाईँहरूलाई कसरी बनाउँछौँ देखाउन गइरहेको छौँ। यो हाम्रो पानी पनि बोइल भइसकेको छ। सेफ हाम्रो यहाँ सोबा बनाउन रेडी पोजिसनमा बसिरहनु भएको छ। कैँची छैन हजुर? नेपालीलाई किन कैँची चाहियो, हातै काट्छ। हाफ बोइल अलरेडी आएको हुन्छ, तर सेफ्टी प्रोटोकलको अनुसार चाहिँ कति 1 मिनट 2 मिनट जति चाहिँ पानीमा, तातो पानीमा चाहिँ यसरी बोइल गर्नुपर्छ भन्ने हुन्छ। यो चाहिँ फापरको रोटीको हो है, यसमा कुनै मिसावट हुँदैन। जापानमा केही पनि कुरा मिसावट गर्न पाउँदैन। अब 2 मिनट चाहिँ हामी यसरी यसलाई बोइल गर्न गइरहेको छौँ। यसलाई यसरी मिक्स गर्नुपर्ने हो। अब यो टाँसिन्छ नि त, त्यही भएर यसलाई यस्तो गरेपछि आफै छापिन्छ। अनि मिक्स गर्नलाई चाहिँ के गर्दा ठिक हुन्छ? यसमा पानीमा नुन पनि हाल्नुपर्छ कि तेल पनि हाल्नुपर्छ कि के छ? तर पर्दैन, यो त यस्तो अलरेडी उनी हुन्छ नि त, के पनि हाल्न पर्दैन। पानी मात्र तताएर यसलाई पानीमा टक्क हालेर एकछिन टक्क छोपिदिएर उमालेपछि पर्यो। ल 2 मिनट पछि हामी तपाईँहरूलाई यसको रिजल्ट देखाउनेछौँ। सो फाइनली हाम्रो सोबा चाहिँ बोइल भइसक्यो। अब हामी मोयासी बोइल गर्न गइरहेको छौँ। यसलाई चाहिँ हल्का स्टिम गरेर 1 देखि 2 मिनटसम्म बोइल गरेर हामी रेडी गर्नेछौँ।
सेफ 3 2 1 फेमस हेर्नुहोस् है कति हेल्दी छ जापानिज फुडहरू। जापानिजहरू त्यत्तिकै 100 वर्ष 120 वर्ष बाँच्दैनन् नि, यस्तो चिज खाएर बाँच्छन्। त्यही भएर हामी नेपालीहरूले पनि बिस्तारै जापानिज फुड कल्चर एक्सेप्ट गरेर आफ्नो आयु लम्ब्याउनु होला भन्दै हामी तपाईँहरूलाई जनचेतनाको लागि यो भिडियो जारी गर्दछौँ होइन त। त्यस्तो चाहिँ होइन, अनि के हो त अनि जनचेतनाले आफ्नो देशमा जे छ त्यही खानु पर्यो नि। अब हेल्दी खानु पर्यो नि त। हेल्दी भइहाल्छ नेपालमा। फाइनली हाम्रो मोयासी पनि स्टिम भइसकेको छ। अब हाम्रो सेफले चाहिँ एकदम नेपाली तड्का लाएर नेपाली मरमसला हालेर सस पनि बनाउँदै हुनुहुन्छ। म तपाईँहरूलाई देखाउँदैछु त्यो पनि है त। र हाम्रो सेफले अब चाहिँ म नेपालीको टिम्बुर हाल्दैछौँ है। यही हो हाम्रो थोरै नेपाली रेसिपी भनेको। सबसे इम्पोर्टेन्ट टिम्बुर नभए त के हुँदैन। यो चाहिँ कति हाल्दा ठिक हुन्छ, मात्रा के छ कस्तो छ? मात्र अब नेपाली पारा हो, नेपाली पारा हो, जति मन लाग्छ आफूलाई होइन। यस्तो यो चाहिँ आफ्नो यो चाहिँ एकदम भए पुग्छ जस्तो लागेपछि चाहिँ अनि अब नहाल्ने। भन्नुको मतलब चाहिँ के हो भने यो चाहिँ आफ्नो टेस्ट अनुसार इन्टेन्सिटी तपाईँलाई कति स्ट्रङ टिम्बुर खान मन लाग्छ त्यो अनुसारले चाहिँ मेजर गरेर खानु होला। अब बढी खटीमा अब के हुन्छ त्यो चाहिँ हामी तपाईँहरूलाई टेस्ट गरेर भन्नेछौँ। यो चाहिँ पानी उम्लेपछि यसमा केही पनि हालेको छौँ होइन है, पानी, सोया सस अब हाल्दैछौँ हामी र टिम्बुर। सोया सस चाहिँ म दुई कौवा हाल्छु। अनि यसमा चाहिँ सोया सस किन नाप्नु पर्ने? यसमा पनि त्यतिकै हाल्दा यो हुन्छ। चाहिँ अलि नुनिलो हुन्छ नि त, त्यही भएर हो कि खासमा चाहिँ। अनि नुनिलो हुन्छ नि त। अनि नुन भन्दा त सोया सस हेल्दी नै होला नि होइन र? अब त्यसै भन्छन् के अरे, त्यही भएर नुन चाहिँ हालेको होइन। अब यो चाहिँ अलि 2 बिटको हाल्छ क्या। ओ यो टिम्बुर हालेपछिको त्यो स्मेल त्यो राख छ नि, यस्तो बवाल आएको छ नि सोया सस हालेपछि। आमा स्मेल त बवाल छ यार। तपाईँहरू पनि घरमा एकचोटि ट्राई गरेर स्मेलको लागि भए पनि एकचोटि घरमा चाहिँ यो सस चाहिँ ट्राई गर्नु होला है। के भन्छ सोबा चाहिँ हामी अब ट्राई गरेर भन्नेछौँ तपाईँलाई। यो ससको मात्रै स्मेल पनि यति फ्रेग्रेन्स यति राम्रो यति स्ट्रङ आएको छ नि, यो इमेजिनै गर्न सकिँदैन कि यो टिम्बुरको स्मेल। अनि यो चाहिँ के हो? यो चाहिँ अब सियोको सियो भन्छ नि, तर नुनको जस्तै अब टेस्ट आउँछ, तर मसलाहरू धेरै थरीको अनि मसला अघि न त तिमीले नेपाली मसला हाल्ने भनिरहेको थियो त। अनि टिम्बुर हो नि त हाम्रो नेपाली टेस्ट ओके, मसला। टिम्बुर चाहिँ हाम्रो किङ अफ मसला भयो अरे। अब यो चाहिँ सपोर्टिभ मसला तर मेड इन जापानै हो है। यो चाहिँ कति हाल्ने? यो चाहिँ नेपाली के भन्छ यसलाई? नेपालमा भन्दाखेरि चाहिँ मैले त्यो भन्न खोजेँ होइन। हेर्नुहोस् है यहाँ फेरि चिटिङ हुँदैछ। अघि नेपाली मात्र मसला युज गर्ने भनेको थियो, फेरि अहिले यो के हालेको रे तिमीले? यो मिसो सुप हो, जापानिज मिसो सुप। ए कस्तो भटमासको पेस्ट हो यो चाहिँ? उहाँहरूले भटमासकोबाटै बनाएको भन्नुहुन्छ। अब यो चाहिँ मलाई यसमा चाहिँ भटमासको र अनि त्यो हरियो हरियो देखेको चाहिँ समुद्रको घाँस वकामे भन्ने पेस्ट चाहिँ यिनीहरूले रेडिमेड सुपर मार्केटहरूमा सेल गरिराखेको हुन्छ। अब यसलाई चाहिँ हामीले के गर्छौँ भने यो पेस्टमा जुन अगाडि तताको सस छ त्यो ल्याएर मिक्स गर्छौँ। अनि मिक्स गरिसकेपछि चाहिँ ल लिएर आऊ त। धेरै केही पनि एड छैन यसमा, न नुन हालेको छौँ न तेल हालेको छौँ। त्यही भएर जापानिज फुड किन हेल्दी छ भनेर तपाईँहरूलाई हामीले देखाउन मात्र खोजेको। अब यो अलरेडी हाम्रो सस पनि रेडी भइसक्यो, सोबा पनि रेडी भइसक्यो, अनि भेजिटेबलको लागि हाम्रो मोयासी पनि रेडी भइसक्यो। अब यसलाई के गर्छौँ भन? फर्स्टमा हामी सोबा हाल्छौँ यसरी। तपाईँहरूले यसलाई अब चोप्दै खाँदा नि हुन्छ, तर हामी चाहिँ अब एकैचोटि हालेर खान्छौँ। अनि यसलाई चाहिँ तातो पनि खाँदा हुन्छ, चिसो पनि खाँदा हुन्छ होइन। यो सोया ससलाई नतताइकन चिसो बनाएर पनि खान सकिन्छ। गर्मीमा चाहिँ कोल्ड के भन्छ सोबा भनेर बेचिरहेको हुन्छ होइन यिनीहरूले।
कोल्ड सोबा भनेर बेचिरहेको हुन्छ। अहिले चाहिँ हल्का जाडोको मौसम छ, त्यसले गर्दाखेरि यस्तो तातो सुप बनाएर यसरी सर्भ गर्दै बेचिरहेको हुन्छन् जापानिज रेस्टुरेन्टहरूमा। ओके, हाम्रो जापानिज एक्सपर्ट, आसामी एक्सपर्ट ए गभर्मेन्ट हासी एक्सपर्ट आसामी भन्न आएको छ। त्यो अलिकति जापानिज आउँदैन कि। अब यो चाहिँ टपिङ है। काँचो अन्डा मनपर्छ भने काँचो अन्डा हालेर खान्छ। अब यसको टपिङको लागि चाहिँ अर्को एउटा हल्का त्यो के भन्छ सुनमा सुगन्ध, यो अलरेडी सुन भइसक्यो होइन। अब सुनमा सुगन्ध थप्ने हो भने चाहिँ के हुन्छ भने त्यो काँचो अन्डाको त्यो अन्डाको भित्री पहेँलो भाग चाहिँ यो मोयासीको टपमा हालेर चाहिँ सर्भ गर्ने गर्छन् होइन। हामी त्यो रेस्टुरेन्टमा गएको थियो अनि उनीहरूले चाहिँ त्यसरी सर्भ गरिरहेको थियो। त्यही भएर हामीले चाहिँ त्यही टेस्ट हाम्रो घरमै बनाएर खान सकिन्छ कि सकिँदैन भनेर घरमा हामीले ट्राई गरेको हौँ। अलमोस्ट लुक सिमिलर होइन। अब उनीहरूले सर्भ गर्ने अलिकति प्रोफेसनल होला, तर अलमोस्ट वी आर देयर। अब एउटा मिसिङ भनेको चाहिँ अब टेस्ट गर्न बाँकी छ। अनि भिजुअली लुक्स चाहिँ अलमोस्ट सिमिलर नै छ भनौँ। अन्डा पनि हाल्ने हो त, अन्डा हालेर तिमीलाई मनपर्छ नि होइन, खाऊ न, टेस्ट राम्रो हुन्छ नि, हेल्दी हुन्छ। यो चाहिँ फ्रेस अन्डा हाल्छ नि हालेर। किन प्रो टपिङको लागि चाहिँ अन्डा पनि आइरहेछ। हाम्रो जापानिज एक्सपर्टले पुरै बनाउन लाउनु भएको छ। ठिक छ, अहिले अब हाम्रो एक्सपर्ट अलिकति आउनु भएन हो, तर यसरी चाहिँ हेर्नुहोस् है भिजुअली लुक्स कस्तो बवाल छ। यत्तिकै सर्भ गर्छन् कि जापानिज रेस्टुरेन्टहरूमा। अब हामी ट्राई गरेर तपाईँहरूलाई रिभ्यू दिनेछौँ। घरमा बनाएको टेस्ट बेटर भयो कि हामीले रेस्टुरेन्टमा खाएको टेस्ट बेटर भयो भनेर है त। यसलाई खानुभन्दा अगाडि पनि टेक्निकहरू चाहिँ के हुन्छ भने जापानिजमा चाहिँ खानुभन्दा अगाडि जहिले पनि खानालाई ढोग्ने चलन छ। इतादाकिमास भनेको त्यो भनेको चाहिँ त्यसको मिनिङ चाहिँ के हो इतादाकिमास? तर मिनिङ त अब लामो छ नि। अब के हो यो बनाउने मान्छेहरूलाई उयो गरे हो के गर्यो भन्नु, अब धेरै धेरै धन्यवाद, दुःख गरेर बनाउनु भयो, हामीले खाना पाएँ भने जस्तो हो कि त्यो चाहिँ इतादाकिमास भनेको चाहिँ। त्यो कल्चर चाहिँ हाम्रोमा पनि छ, तर हामीले बिर्सिसक्यौँ होइन। अब हाम्रोमा चाहिँ संस्कृत अब एकदम राम्रोसँगले त्यो खानुभन्दा अगाडि त्यो संस्कृतको लामो श्लोक भनेर खाने चलन थियो। अब त्यो चाहिँ अहिले मलाई पनि आउँदैन होइन। त्यो चाहिँ अब बिस्तारै नासिँदै गएको छ। तैपनि अब जापानिज कल्चरमा आएपछि एकचोटि खानुभन्दा अगाडि ढोक्ने अहिले बानी परेको छ। त्यो भनेको चाहिँ एउटा सिम्बल अफ रेस्पेक्ट, बनाउने मान्छेदेखि लिएर फुडदेखि लिएर सबैलाई एउटा रेस्पेक्ट गरेर आदर गरेर हामी खाँदैछौँ भनेको होइन। ठिकै छ, इतादाकिमास। अब यसलाई खानुभन्दा अगाडि चाहिँ के गर्नुपर्छ, पहिला त्यो सस तलको डिप ससदेखि माथिको यो मोयासीसँग मिक्स गरेर अनि बिचमा सोबा हुन्छ त्यसलाई मिक्स गरेर हामी खाँदैछौँ है त। गुड टेस्ट, गुड टेस्ट। टिमुरको त्यो उसले झन् खतरा भयो। यो मोयासीले चाहिँ कस्तो हुन्छ भने तपाईँको यो टेक्सचरलाई हल्का क्रन्चिनेस दिन्छ। अनि सोबा अलमोस्ट सिमिलर हुन्छ रामेन जस्तै। रामेन भन्दा छ के भन्छ, चाउमिन जस्तै सिमिलरै हुन्छ। तर यो चाहिँ चाउमिन हेरिकन धेरै सफ्ट हुन्छ होइन, धेरै सफ्ट छ यो चाहिँ, धेरै सफ्ट लाग्यो मलाई। अब हाँसी चलाउन आउँदैन तैपनि म ट्राई गर्दैछु। अब आफ्नो कुकिङलाई रेटिङ दिँदा आउट अफ 10 कति दिन्छौ? 10 मा 9 भनौँ। 10 मा 9 त्यो अरूले तपाईँ भन्नुहोस् नभन्नुहोस् आफै म पाइ भन्नु बसेको छ। तर एनी हाउ के भन्छ
ओभरअल टेस्ट एकदम ठिक छ। मोयासी पनि बोइल सबै ठिकै छ, तर ससको इन्टेन्सिटी चाहिँ अलिकति कम भएको जस्तो लाग्यो मलाई चाहिँ होइन। सस पुगेन, भन्नाले सस चाहिँ अलिकति सस थोरै भएको। सस अलिकति थोरै भयो जस्तो लाग्यो। तर त्यो होटेलमा खाँदाखेरि, होटेल बनाएको छ त्यो रेस्टुरेन्टमा खाँदाखेरि, अब रेस्टुरेन्टको स्ट्यान्डर्ड चाहिँ हाम्रो म्याच भएन टु बी अब अनेस्ट। सस अब टन्न एक गरेर रेस्टुरेन्टमा धेरै अप्सनहरू हुन्छ होइन, त्यहाँ सस पुगेन भने एक्स्ट्रा ससहरू पनि एड गर्नु मिल्छ। तैपनि त्यो इन्टेन्सिटी एड गर्नलाई एक्स्ट्रा सोया सस हालेर खाँदाखेरि बेटर हुन्छ होला है। है त, एक्स्ट्रा सोया सस हालेर खाऊँ न त कस्तो हुन्छ। मैले अघि नै भनेको थिएँ सोया सस चाहिँ अलिकति बढी हाला भनेर, तिमीलाई हाल्यो अलिकति हाला। भयो। नेपाली पारा, हामी नेपाली पारामा बस्नुपर्ने होइन, 2 बोतल त्यो 2 के भन्छ 2 बिर्को नापेर बसेर हल्का इन्टेन्सिटी कम भयो। अब खाँदाखेरि चाहिँ इन्टेन्सिटी म्याच हुन्छ होला, तर रेस्टुरेन्टको जस्तो चाहिँ भएको छैन है। रेस्टुरेन्टलाई चाहिँ टप्न सकिँदैन। जे होस् घरमै बसेर पनि यस्तो बनाएर मिठो मिठो रेस्टुरेन्टकै टेस्ट तपाईँसँग जाँगर छ, तपाईँसँग जोस छ, अनि यस्तै के भन्छ जापानिज सेफ घरमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले बनाएर खान सक्नुहुन्छ है त। धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा। आशा छ अरू भिडियोहरूको लागि पनि हजुरहरू प्रतीक्षा गरेर बस्नुहुनेछ है त।